मा कार्यक्रम छ भनेर मैले एकजना मित्रलाई भने, अनि उहाँले के भन्नुभयो भने, दाइ तपाईँ शहीद सरोज कोइराला हल्ट एउटा स्टेसन छ, त्यो स्टेसनमा पनि तपाईँ आएर हेरिदिनु पर्यो, त्यहाँ समस्या आइरहेको छ, त्यहाँका जनताहरूले दुःख पाइरहेका छन् भनेर भन्नुभयो। अब त ट्रेन चल्न थाल्यो। त्यो स्टेसन चाहिने शहीद सरोज कोइरालाको नाउँमा तपाईको राखेको रहेछ। गिरिजाप्रसाद कोइराला र लीला भाउजू मैयादी हामी भन्छौँ, उहाँहरूको अथक प्रयासले त्यहाँ स्टेसन त आयो, हल्ट भनेर 1 मिनट रोक्ने भनेर भने रहेछ। अब जयनगरदेखि जनकपुर जाने बाटोमा त्यो रेल गुडिरहेको हुन्छ। सरोज कोइराला हल्ट स्टेसन छ, शहीद सरोज कोइराला हल्ट स्टेसन म हिजो पुगेँ, तर अब त्यहाँ रेल नरोक्ने भनेर निर्णय गरेँ। म योभन्दा पहिले पनि म आएको थिएँ, त्यहाँ पुगेको थिएँ त्यो ठाउँमा। त्यो बेला त सरोज कोइराला हल्टको त्यो बोर्ड सोट पनि हटाइदिए, माओवादीको बेलामा थियो त्यो बेला। र अहिले शहीदहरूलाई हामीले सम्मान गर्न सकेनौँ भने हामी सभ्य समाज कसरी बन्छ भन्ने मलाई लाग्यो। हिजो कुशेश्वर कामेश्वरको नाममा नगरपालिका राख्ने भनेर निर्णय गरे, त्यो नामै हटाइदियो। अहिले अनि जुन व्यक्तिले डेमोक्रेसीको निम्ति, लोकतन्त्रको निम्ति शहादत प्राप्त गरेको हुन्छ, उनीहरूलाई हामीले सम्मान गर्न सकेनौँ भने हामी सभ्य समाज कसरी बनाउन सक्छौँ, त्यतातिर हामीहरूले सोच्नुपर्ने आवश्यकता मैले देखेको छु। आदरणीय साथीहरू, जननायक बीपी कोइरालाको 109औं जन्म जयन्ती हामी रिचुअल एकदम त्यो के भन्छन् नि, मनाउनै पर्छ भनेर मनाइराखेका हुन्छौँ जस्तो लाग्छ। औपचारिक एकदम त्यो गर्नै पर्छ। अब यसलाई अलिकति नयाँ ढर्राले हामीहरूले सोच्नु पर्यो भनेर अहिले म ताराजीसित पनि कुरा गर्दै थिएँ, खुसखुस कानी खुसी गर्दै थिएँ। तपाईहरुले पढ्नु भएको छ कि छैन? पत्रकार बन्धुहरूले एउटा कुरा पढ्न जरुरी छ, एकदम सानो छ, धेरै लामो छैन। 2033 सालमा बीपी जब भारतको प्रवासबाट फर्किनु भयो, त्यसपछि फेरि उहाँ सुन्दरीजल जेलमा जानुभयो र अदालतलाई उहाँले दिएको इन्टरभ्यू, त्यसमा 8 वटा मुद्दा थियो। एउटा मुद्दा पनि सदर भएको भए बीपीलाई फाँसी हुन्थ्यो, मृत्यु दण्ड हुन्थ्यो, जे हुन्थ्यो केही न केही हुन्थ्यो। तर उहाँले कति सहज ढङ्गले लिनुभएको छ त्यो अदालतको इन्टरभ्यू। तपाईहरुले पढ्नुभयो भने धेरै पेज पनि छैन, एकदम सानो छ। त्यसले नेपाली कांग्रेसका कार्यकर्ता र प्रेसका साथीहरूलाई नेपालको बारेमा धेरै कुरा बताउँछ। म यो किन भन्दैछु भने अहिले 2टा विधेयक, एकदम विवादित विधेयक, नेपाली कांग्रेसको नेतृत्वको सरकार हो। फेरि हेर्नुस् है, विडम्बना के छ भने हाम्रो सरकार छ, नेपाली कांग्रेसको मिलिजुली सरकार हो, ठीक हो, तर नेतृत्व त नेपाली कांग्रेसले गरेको छ। एउटा मिडिया काउन्सिल विधेयक र अर्को टीआरसी को विधेयक, सत्य निरूपण तथा मेलमिलापको विधेयक, बेपत्ता जुन भएका छन् माओवादीका पालामा त्यसको विधेयक। पीडित र पीडक जसले दुःख दियो उनलाई माफी दिने, जघन्य अपराधहरुमा पनि माफी दिने र कुनै पनि पुनरावेदन, पीडितले पुनरावेदन गर्न नपाउने विधेयक ल्याएको छ। हामी कस्तो दण्डहीनतातिर अगाडि बढिरहेका छौँ, हामी कता जान थालिरहेका छौँ।
एकातिर बीपी कोइरालाको अदालतको बयानमा के छ भने उहाँलाई सोध्या हुन्छ देशभरिका नेपाली कांग्रेसले गरेका घटनाहरूको बारेमा। कहीँ पुलिस मारिया छ, कहीँ केही मानिसहरूलाई गोली चलेको छ, कतै आगजनी भएको छ। उहाँले जवाब के दिनुभएको छ भने मलाई थाहा छैन देशभरि कहाँ के भयो भनेर, तर म नेपाली कांग्रेसको सभापतिको हैसियतले म सबै यो घटनाहरूको जिम्मेवार म छु भनेर उहाँले भन्नुभएको छ। एकातिर हाम्रा नेताहरू भोलि परिन्छ परिँदैन त्यो पनि थाहा छैन। टीआरसीमा तपाईको पीडितहरूलाई पुनरावेदन पनि गर्न नदिने र जघन्य अपराध भएकाहरूलाई पनि माफी दिने विधेयक आउँदैछ। हामी कस्तो समाज बनाउन खोज्दैछौँ? यो अत्यन्त गम्भीर विषयहरू, यो किनभने दुईटा विधेयक अत्यन्त गम्भीर छ। अब मिडिया काउन्सिल विधेयकको बारेमा मैले तपाईहरुलाई के सम्झाउने के बुझाउने, तपाईहरु नै धेरै लेख्ने तपाईहरुले हो। के लेखिदिनु हो भने 10 लाखको कुरा छ, 10 लाख पनि हैन, 1 रुपैयाँ पनि फाइन लिन हुँदैन त्यसरी। तर तपाईहरुले पनि लेख्दाखेरि सोची विचारिकिन, येलो जर्नलिजम भन्छ नि त्यतातिर नगइकन तपाईहरुले अलिकति सोची विचारिकिन गर्नुभयो भने 1 रुपैयाँ पनि फाइन दिनु हुँदैन। प्रेस स्वतन्त्रता बिना हामी अगाडि जान सक्दैनौँ। म एउटा घटना सम्झिन्छु। 48 सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो। 47 सालपछि पहिलो जनआन्दोलनपछि अनि 3-3.5 वर्ष चल्यो। त्यसपछि एमालेको सरकार आयो। अनि गिरिजाबाबुले हामीलाई के भन्नुभयो भने न्युज सुन है, म त घुमिरहेको छु, तिमीहरू न्युज सुन्नु भनेर भन्नुहुन्थ्यो। हामी न्युज सुन्थ्यौँ त नेपालको कुनै पनि, नेपाल त्यो बेला त तपाईको यो यस्तो थिएन, अहिलेको अनलाइनहरू पनि थिएन, सामाजिक सञ्जालहरू पनि थिएन। रेडियो नेपालैमा हामीले भर पर्नु पर्थ्यो। घटना विचारमा त कति साथीहरूले कामै गर्नुभएकोलाई त्यसैमा भर पर्नु पर्थ्यो। हामीहरूले अरू त केही थिएन। टेलिभिजन माने नेपाल टेलिभिजन बाहेक अर्को थिएन। अनि न्युज सुन्दाखेरि गिरिजाप्रसाद कोइरालाको एउटा न्युज पनि नेपालीमा नआउने, तर केमा आउँथ्यो भने अंग्रेजी न्युज, टेलिभिजनको अंग्रेजी न्युजमा आउने, नेपालको अंग्रेजी न्युजमा आउने। उहाँले त गिरिजाबाबुले त सुन्नुहुन्न थियो, धेरै हामीहरूलाई सुन्न भन्नुहुन्थ्यो। अनि मैले उहाँलाई भने यस्तो छ भनेर भनेपछि उहाँले अनि विदेशीहरूसित कुरा गर्नु, एम्बेसडर्सहरूसित कुरा गर्नु। त्यो मैले सम्झाउन खोजेको, तपाईहरुलाई बुझाउन खोजेको कसरी सरकारले, कुनै पनि सरकारले यो प्रेस स्वतन्त्रतामा हनन गरिरहेको हुन्छ। सरकार चाहदैन, कुनै पनि त्यो जतिसुकै डेमोक्रेटिक सरकार होस्, अहिलेको हाम्रो नेतृत्वको सरकार पनि या योभन्दा पहिलेका सरकारहरूले पनि कहिले पनि प्रेसले आफ्नो बारेमा, सरकारको बारेमा सही न्युज, जुन कि सरकारलाई नोक्सान हुने न्युजहरू नदियोस् भन्ने उसले सोचिरहेको हुन्छ। त्यसैले बीपी कोइरालाले मदनमणि दीक्षितलाई पैसा दिएर लेखाउनुहुन्थ्यो, गलत तिमीहरूले हामीलाई क्रिटिसाइज गर भनेर भनेको त्यो कारण। उहाँ कति दूरदर्शी हुनुहुँदो रहेछ त्यो भन्न खोजेँ। यो त्यसकारण प्रेस स्वतन्त्रता डेमोक्रेसीको निम्ति अत्यन्त महत्त्वपूर्ण कुरा हो। जतिसुकै तपाईले भन्नुस् प्रेस स्वतन्त्रता छैन भने
त्यो देशमा डेमोक्रेसी आउनै सक्दैन, हुनै सक्दैन। हाम्रा नेताहरूलाई आवधिक निर्वाचन नै लोकतन्त्रको बेसिक फन्डामेन्टल कुरा हो भनेर भन्दै हुनुहुन्छ भने जबसम्म त्यहाँ प्रेस स्वतन्त्रता हुँदैन, जबसम्म अभिव्यक्तिको स्वतन्त्रता हुँदैन, जबसम्म सुशासन हुँदैन, जबसम्म पारदर्शिता हुँदैन, तबसम्म लोकतन्त्र फस्टाउन सक्दैन। यो फन्डामेन्टल कुरा हो।